सबैजनालाई वेलकम माई न्यू भिलेज भ्लग। अन्तिमसम्म हेरेर साथ दिनुहोला भन्न चाहन्छु। हेलो गाइज, आज चाहिँ हामी पराल भारी हाल्दैछौँ है। कस्तो हुन्छ हेर्दै जानु होला, त्यही भन्न चाहन्छु। सो गाइज, सुकेको जति चाहिँ हामीले पराल मुठा बाँडिसकेका छौँ है। अनि त्यहाँदेखि यो भिजेको जतिलाई चाहिँ हामीले सुकाउनको लागि फिजाइरहेको छु। सो गाइज, हामी चाहिँ यहाँ मोल भारी हाल्नु लागिरहेको छौँ होइन। ट्र्याक्टर आइसकेको छ। हाम्रो भाइले चाहिँ मोल ल्याइसकेको छ गाइज होइन यहाँनिर। अब हामी मोल यहाँबाट झार्न खोजिरहेको छौँ। यसले मार्छ यार मान्छे। बाबा सो गाइज, म चाहिँ मोल भारी हालिरहेको छु है। धान रोपेको छैन क्या छैन धान रोप्नको लागि। त्यही हो लु भयो। सो गाइज, म चाहिँ अहिले यहाँ अघि बिहान सुकाएको पराल सुकाएको ठाउँमा आइपुगेको छु। मजाले सुकिसकेको छ, बट पानी आकाशबाट पानी आइदिएर क्या गाइज होइन। आकाशबाट पानी आइदिएर चाहिँ बिजोग बनाएर त्यही भएर चाहिँ म यहाँ आएको छु। यो पराललाई के उयो तिर्पलले छोप्नको लागि पानी पर्दिएको गाइज होइन, त्यही हो। सो गाइज होइन, बल्ल बल्ल चाहिँ मैले तिर्पल ओढाइसकेको छु यो पराललाई होइन। यो फेरि घाम लाग्दिरहेछ क्या, यतातिर घाम लाग्दिरहेछ पुरा। अनि फेरि पानी परिदिरहेछ क्या, बिजोग बनायो यार, बिजोग तलतिर रोपाइ चलिरहेको रहेछ होइन। लास्टै बिजोग क्या। यहाँ चाहिँ काम गरिसक्यौँ गाइज चाहिँ, परालमा तिर्पल ओढाइसक्यौँ। अब चाहिँ यहाँबाट निस्किनु पर्ने हुन्छ, त्यही हो। अघि त यार गाइज होइन पानी पर्दैन, अहिले त फेरि पानी नै परेको छैन कि। अब चाहिँ म यहाँबाट निस्किनु पर्ने हुन्छ। उहाँ मोल भारी हाल्दै हुनुहुन्छ बुवा मम्मी भाइहरू होइन। सो त्यही हो गाइज होइन। ले चाहिँ यति बोकिसक्नु भएछ बुवा भाइले। यहाँ भाइले लिएर आउँदैछ गाडामा होइन। धेरै नै बोकिसक्नु भएछ यार। यहाँ अहिले एउटा हल्दिन्छ। सो गाइज होइन, हामीले चाहिँ मल भरिसकेका छौँ। अब चाहिँ जानुपर्ने हुन्छ। सो गाइज, अहिले चाहिँ म राह हेर्नको लागि अकासीतिर आइपुगेको छु है। त्यही हो। आज चाहिँ होइन हावा चल्दै अघि थोरै पानी पऱ्यो पटाटे, अनि त्यसपछि हावा चल्दै चाहिँ यस्तो दामी भ्यू आइरहेको छैन क्या पारिको होइन। यस्तो दामी यहाँ म चौतारेमा छु। यहाँ माथि हेर्नुहोस् न कस्तो दामी छ क्या है। पर गएर पनि देखाउनुहोस् कस्तो दामी देख्छ पारि होइन। यो पारितिर चाहिँ कस्तो दामी देखिरहेछ गाइज है। यो बवाल देखिरहेछ आज चाहिँ। यो हावा चल्दैको भएर होला, यो तुवालोहरू पनि उडाइदिएको भएर होला बवाल देखिरहेछ। तल मकै बारीहरू रहेछ, मकै बारी यस्तो दामी देखिरहेको छैन हरियो है। यो त लास्ट स्टेसन हो।
कति सानो यार गाई चाहिँ यो त भएन नि। सो गाइज अहिले चाहिँ हामी यो बागथलातिर आइपुगेका छौँ। अब चाहिँ घरतिर फर्किनु पर्ने हुन्छ। आजलाई भने बाई बाई भन्न चाहन्छु।